जस्तै एउटा शपकिपरले के भन्नुभयो त एउटा बुक किनेर आउनु के भन्नुभयो बुक बुक के भन्नुभयो त किन्नुभयो कति तिर्नुभयो त बुकको आरएस 2000 कति तिर्नुभयो आरएस 2000 र त्यो बुकलाई के भन्नुभयो त सेल्स गर्नुभयो के भन्नुभयो सेल्स बुकलाई बेच्दिनुभयो आरएस कतिमा त 3000 मा कतिमा आरएस 3000 मा सो यहाँ त अब हेर्ने बित्तिकै के भयो सेलिङ प्राइस ठुलो हुने बित्तिकै के हुन्छ त प्रफिट हुन्छ अब के गर्नु भने क्वेशनमा प्रफिट अथवा लस पर्सेन्ट झिक्नुस् भनेर क्वेशनमै दियो अब यहाँ हामीलाई के थाहा छ सेलिङ प्राइस ठुलो हुने बित्तिकै के हो त प्रफिट हो सो प्रफिट इक्वल्स टु के भन्नुभयो त सेलिङ प्राइस माइनस कस्ट प्राइस सेलिङ प्राइस कति छ 3000 माइनस कस्ट प्राइस कति छ त 2000 इक्वल्स टु प्रफिट कति आउनु भयो त आरएस 1000 सो उहाँले प्रफिट कति कमाउनु भयो त आरएस 1000 तर यहाँ हामीले के भन्दैछ प्रफिट पर्सेन्ट झिक्नलाई भन्छ यो चाहिँ के हो त प्रफिट एमाउन्ट सो प्रफिट पर्सेन्ट हामीले कसरी झिक्छौँ त प्रफिट अमाउन्ट अपन बेस जहिले पनि के त